आज मैले चाहिँ चाउमिन एक चाउमिन बनाउँदैछु। यहाँ पियाज काटेर यहाँ खुर्सानी काटेर अनि यतापट्टि टमाटर छ, यतापट्टि फेरि अन्डा छ, यतापट्टि चटनीको लागि रेडी गर्दैछु। त्यसपछि गएर यतापट्टि यहाँ चाउमिन रेडी गरेको छु मैले। यहाँ चाहिँ चना मटर चाहिँ राखेको छु। यता चाउमिन उमालेर ठिक्क पारेको छु। यतापट्टि ग्यास छ है, ग्यास रेडी गरिसकेको छु। प्याज हाल्छु पऱ्यो होइन, पहिला सुरुमा प्याज हालिसकेपछि प्याजलाई राम्रो पकाउँछु। प्याजलाई राम्रो पकाउँछु। प्याज रातो भइसकेपछि यसमा चाहिँ सेतो तिल र अनि यो रातो के भन्छ यसलाई, त्यो कलर गराउनुको लागि राखेको छु। र यसमा चाहिँ मसला छ, चाउमिन मोमो मसला है। प्याज रातो भयो। अब चाहिँ मैले यसमा चाहिँ मटर हाल्छु, मटर चना। यसमा चाहिँ मैले हल्का नुन, थोरै नुन राख्नु खोजेको छु। थोरै नुन आफ्नो पट्टि चाहिन्छ होइन, त्यो हिसाबले। यता चाउमिन चाहिँ रेडी भइसकेको छ बनाउनको लागि। ठ्याक्क फर्र फुलेको छ है। मटर चाहिँ यत्तिको भुट्यो है। यत्तिको भुटेपछि म चाहिँ चाउमिन हाल्दैछु है। चाउमिन चाहिँ हाल्दैछु। चाउमिन चाहिँ यसरी च्याप्ट हाल्दैछु मैले। लामो लामो हुन्छ भनेर म चाहिँ हल्का हल्का काटेको छु है। हल्का हल्का चाहिँ छोटो छोटो बनाएको छु। इजी होस् बनाउन। खुर्सानी हालेको छु यहाँ, स्वाद अनुसार। यो उ छैन होइन, सोया सस छैन, त्यही भएर मैले चाहिँ कागज गरेर हालेको छु है। गाइस मैले अन्डा हालेँ है। मैले अन्डा हालेको देखाउन बिर्सिन्छु। त्यहाँ अन्डा हालेर मैले चाहिँ बनाएँ। अन्डा हालेँ हजुरलाई अन्डा हालेको देखाउन चाहिँ बिर्सिन्छु है। यसमा चाहिँ स्पेसल मसला यो चाउमिन मोमोको स्पेसल मसला। यसले चाहिँ ट्याक्क स्पेसल टेस्ट दिनको लागि मात्रै है। यो चाउमिन चाहिँ मेरो रेडी भयो है। अब मैले चाहिँ चटनीको लागि रेडी गर्नुपर्ने छ। चाउमिन रेडी भयो। यो चाहिँ मेरो चाउमिन रेडी भयो है। अब चाहिँ मैले चटनी बनाउनको लागि चाहिँ रेडी गर्नु पर्यो ल। मेरो टमाटर पनि रेडी भयो है। टमाटर पनि पोलेर रेडी भयो। टमाटरलाई यसरी काटेर यस्तो बनाएको छु है, पोलेको टमाटरलाई। खुर्सानी मैले खुर्सानी अदुवा हालेँ। फेरि काटेको टमाटर चाहिँ यहाँ हाल्छु।